Hello everyone, all Greenfield students. So today we'll be learning how to log into your Greenfield EMIS and how to complete your profile. Okay, so just open a browser. Okay, you must be connected to internet. तपाईँ इन्टरनेटमा कनेक्टेड हुनुपर्छ। एउटा ब्राउजर खोल्ने, ब्राउजरमा गएर std greenfield okay .amcnss.academy भन्ने। ओके सो वन्स यु से दिस हैन तपाईहरुलाई एउटा लगइन स्क्रिनमा लान्छ। यो लगइन स्क्रिनमा गएर तपाईहरुलाई प्रोवाइड गरेको इमेल आइडी र पासवर्ड तपाईले एन्ट्री गर्नुपर्ने हुन्छ। तपाईहरुलाई तपाईको इमेल आइडी र पासवर्ड तपाईहरुको सर दिवाकर सरले दिनुहुन्छ अथवा तपाईहरुको कुनै पनि रिस्पोन्सिबल रिप्रेजेन्टेटिभले दिनुहुन्छ। सो यसमा मैले एउटा अनिमिकाको युजर नेम इमेल आइडी र पासवर्ड लिएर म लगइन गर्दै छु हैन। यसमा चाहिँ तपाईको कम्प्लिट इन्फर्मेसन छैन है। सो तपाईहरुको पासवर्ड सरले प्रोवाइड गर्नुहुन्छ। ओके लगइन अनि तपाईले राइट इमेल राइट पासवर्ड दिनु भएपछि लगइन भन्नुभयो भने इट विल टेक यु टु द लगइन तपाईको ड्याशबोर्डमा लगे जान्छ। ओके सो ड्याशबोर्डमा लगेर गइसकेपछि हैन यिनीहरू असाइनमेन्ट प्रोजेक्ट हैन भ्यू ब्लग्स मार्क्स यिनीहरू सबै के हो पछि तपाईले थाहा पाउनुहुन्छ। अहिले चाहिँ तपाईहरुले लगइन गरिसक्नु भएपछि हैन तपाईको प्रोफाइललाई कम्प्लिट गर्ने, प्रोफाइलमा क्लिक गर्ने हैन। प्रोफाइलमा क्लिक गर्नु भएपछि हैन तपाईको फोटो कम्पलसरी हुन्छ हैन। ट्राई टु फाइन्ड योर फोटो हैन, कुनै एउटा फोटो। ओके त्यसलाई के गर्ने अपलोड भन्ने हैन। अनि त्यसपछि गएर तपाईहरुको फर्स्ट नेम मिडल नेम यिनीहरू सबै दिएको छ। जहाँ जहाँ तपाईले अपडेट गर्न मिल्छ त्यो चाहिँ तपाईले के गर्ने अपडेट गर्ने। ओके जस्तै तपाईहरुको कन्ट्याक्ट नम्बर भयो, कुन प्रोभिन्स हैन, कुन डिस्ट्रिक्ट यिनीहरू सबै तपाईले के गर्ने अपडेट गर्ने। यदि तपाईको आफ्नो इमेल आइडी छ भने जीमेल आइडी यु क्यान अपडेट योर जीमेल आइडी अल्सो है। अनि त्यसपछि गएर तपाईले तपाईहरुको जेन्डर भयो, तपाईहरुको एड्रेस भयो, इथनिसिटी भयो हैन। त्यसपछि गएर ब्लड ग्रुप हैन, लास्ट स्कुल एटेन्डेड, त्यसपछि गएर फादर्स नेम मदर्स नेम हैन, अकुपेसन फादर्स प्रोफेसन मदर्स प्रोफेसनहरु हैन, फादर्सको क्वालिफिकेसन मदरको क्वालिफिकेसन, फादरको कन्ट्याक्ट नम्बर मदरको कन्ट्याक्ट नम्बर हैन, तपाईको सिब्लिङ छ कि छैन यो कलेजमा हैन, अरु सिब्लिङ छ कि छैन हैन। त्यसपछि गएर तपाईको लोकल गार्जियनको नाम हैन, अनि लोकल गार्जियनको कन्ट्याक्ट नम्बर यहाँ दिने हैन, अनि लोकल गार्जियनसँग के रिलेसनशिप हो त यहाँ दिने हैन। त्यसपछि गएर अपडेट स्टुडेन्ट इन्फर्मेसन भन्ने। ओके अनि अपडेट स्टुडेन्ट इन्फर्मेसन भनिसकेपछि हैन यु क्यान गो ब्याक एन्ड चेक इन योर प्रोफाइल। तपाईको सबै इन्फर्मेसन आएको हुन्छ अनि त्यो इन्फर्मेसनलाई चाहिँ हाम्रो एडमिनमा गएको हुन्छ अनि एडमिनबाट उहाँले के गर्न सक्ने हेर्न सक्नुहुन्छ हैन। सो यसरी सबभन्दा पहिला त के त प्रोफाइल अपडेट गर्नुपर्ने हुन्छ है। प्रोफाइल अपडेट भइसकेपछि बिस्तारै तपाईहरुलाई तपाईहरुको असाइनमेन्ट पनि अनलाइन हुन्छ, तपाईहरुको प्रोजेक्ट पनि अनलाइन दिइन्छ। तपाईले यहीँबाट डाउनलोड गरेर यहीँबाट प्रोजेक्ट गर्नुपर्ने हुन्छ। तपाईहरुले तपाईहरुको मार्कसिटहरु सबै हेर्न सक्नुहुन्छ, अनलाइनै हेर्न सक्नुहुन्छ हैन। तपाईको टिचरले कुनै क्लास मेटेरियल दिएको छ भने यहीँबाट हेर्न सक्नुहुन्छ हैन। तपाईहरुको एक्जाम छ भने एक्जामको इन्फर्मेसन यहीँबाट हेर्न सक्नुहुन्छ। यदि तपाईले लाइब्रेरीमा बुक्सहरु रिक्वेस्ट गर्ने भने यहाँबाट बुक्सहरु रिक्वेस्ट गर्न सक्नुहुन्छ। अहिले कलेजको कुनै पनि बुक्स एन्ट्री भएको छैन हैन। त्यसपछि गएर तपाईले भनौँ न तपाईले कुन कुन बुक्सलाई लिनुभएको छ हैन, त्यो बुक्सको इन्फर्मेसन यहाँ आउँछ। यदि कुनै नोटिस छ भने तपाईको क्लासको लागि यहाँ आउँछ अथवा तपाईको लागि हैन। तपाईको एटेन्डेन्सको इन्फर्मेसन यहाँ आउँछ हैन, अहिले हालेको छैन। त्यसरी तपाईले ब्लग पनि क्रिएट गर्न सक्नुहुन्छ हैन। अनि यहाँ गएर तपाईको रुटिनहरु पनि यहाँ आउँछ हैन। अनि यो भयो प्रोफाइल है। अनि प्रोफाइल चाहिँ अपडेट गरिहाल्ने है। सो दिस इज ओन्ली फर प्रोफाइल अपडेट टुडे। त्यसपछि गएर बाँकी कुराहरु हामी बिस्तारै गर्दै जान्छौँ। सो आज चाहिँ तपाईहरुले यो भिडियो हेर्नु भएर प्रोफाइललाई चाहिँ अपडेट गर्नु होला है त। थ्यांक यू अनि त्यसपछि साइन अप।